केही भइरहेको छ, चलखेल छ, हाइजेक भयो भन्ने तपाईँको धारणा? सुन्नुहोस् न, होइन हिजो चाहिँ 13 जना भनेर हामी सबैजना समर्थन थियो होइन, सबैजना 13 जना जाँदै हुनुहुन्छ भनेर। एकैछिन 2 मिनट ल ओके गो ल 2 मिनट। हामी 13 जनाको नाममा सबैजना समर्थन थियो होइन, त्यसमा चाहिँ तर रातारात एकैचोटि 3 बजे मिटिङ गराएर 21 जना पुग्यो कि नाम होइन। हामी त्यहाँ जाने लोभ होइन कि त्यहाँ को जाँदैछ भनेर चाहिँ छानबिन होस्, किनकि सुन्नुहोस् एउटा कुरा, त्यो अमेरिकन युथ काउन्सिल भन्ने सबैलाई थाहा होला नि होइन, त्यहाँ सबैजना प्रायः जस्तो अमेरिकन युथ काउन्सिलको एनजिओ आइएनजिओको छ, सबैको छानबिन गरेर हजुर छानबिन गरेर यहाँ लिएर आउनु पर्यो सबैको इन्फर्मेसन। अनि ल माने हजुरहरू भनेर तपाईँहरूले अहिले जुन 4 जनाको नाम सुन्नुभयो होला, मन्त्री परिषदमा चाहिँ 4 जना आउँदै हुनुहुन्छ, रामजी राम लगायतको जति नाम आएको छ, बब्लु गुप्ता लगायतको नाम आएको छ, उहाँहरूप्रति तपाईँको सन्तुष्टि छैन? उहाँहरूप्रति तपाईँको सहमति छैन? स्पष्ट रूपमा छैन। अब यहाँ भन्दा हामी केही पनि बोल्दैनौँ, यति हो। किन छैन? उहाँहरूले के योगदान दिनु भएको छ होला समाजलाई? किन कसरी भन्ने पनि होइन, हाम्रो छैन भनेपछि त्यही हो, छैन नै होइन। अब हाम्रो मेन कन्सर्न भनेको आजको यो रातारात मिटिङ कसरी के भयो र कसरी उहाँहरूभित्र पुग्नु भयो र सुदन गुरुङ जहाँ पुग्ने प्रधानमन्त्री त्यहाँ पुग्ने, प्रधानमन्त्री जहाँ हुनुहुन्छ सुदन गुरुङ त्यहाँ पुग्ने भनेर यो प्रधानमन्त्रीमाथि पनि क्वेसन उठिरहेछ होइन। यो हाम्रो मेन कन्सर्न भनेको यति मात्रै हो। प्रधानमन्त्रीको हैसियतमा यति बेला सुदन गुरुङले काम गर्दै हुनुहुन्छ? प्रधानमन्त्रीको हैसियतमा होइन, यो बुझ्नुहोस् न, तपाईँहरूलाई पनि थाहा छ नि होइन, भित्रभित्र कुराहरू के हो, हामीलाई मात्रै क्वेसन गर्ने होइन, तपाईँहरू सबैलाई थाहा छ। जुन वेले तपाईँहरूले हामीलाई क्वेसन गरिराख्नु भएको छ त्यो वेले तपाईँहरूले पनि हिस्ट्री निकाल्नुहोस्, रिसर्च गर्नुहोस्, उहाँहरूको बारेमा जो भित्र जानुभएको छ के भइरहेछ त भनेर उहाँहरूलाई पनि गर्नुहोस् न, उहाँहरूसँग पनि क्वेसन गर्नुहोस् न। उहाँलाई गरे, उहाँले के भन्नु भने हामीलाई त जानकारी नै छैन, मन्त्री बनाए मैले गरेँ सुरुवातमै, बब्लु गुप्ताजीसँग हाम्रो एक्सक्लुजिभ छ आज। मन्त्रीको कुरा मात्रै होइन, यो आज जुन भित्र जानुभयो त्यो कुराको बारेमा भन्नु। उहाँहरू त आउनु होला, फेरि उहाँसँग पनि संवाद गर्छौँ। हजुर त्यही हो। अहिलेलाई तपाईँलाई सहमति छैन? छैन। तपाईँको के छ? छैन। अनि हामीले चाहिँ वार्ता गर्दाखेरि हाम्रो जुन आधिकारिक टोली थियो त्यसमा चाहिँ हामीले चाहिँ एउटा के राखेको थियौँ भने चाहिँ जो पनि मान्छे अमेरिकन युथ काउन्सिलमा इन्भल्भ भएको हुन्छ, कुनै पनि आइएनजिओ एनजिओसँग इन्भल्भ भएको मान्छेले चाहिँ हामीले राख्दै नराख्ने भनेर थियौँ। तर 81 राति 3 बजे त्यो मान्छेहरू चाहिँ कताबाट आयो तिनीहरूको? हजुर तपाईँले एउटा क्वेसन के पनि गर्नुहोस् भन्दाखेरि त्यहाँभित्र जेनजी नै गएका छन् कि छैनन् होइन? जेनजी नै गएको छ कि छैन? जेनजी हो कि होइन त्यो सोध्नु भएन? नम्बर 1 मै स्टार्टिङै जेनजीदेखि भएको छ कि छैन त्यो पनि हेर्नुहोस् तपाईँहरूले, उहाँको हिस्ट्री हेर्नुहोस्, उहाँको सबै कुरा हेर्नुहोस्, अनि त्यस पछाडि आउनुहोस्। सामाजिक क्षेत्रमा ठुलो योगदान दिनु भएको छ उहाँले। जेनजीको वार्ता भनिरह नि त त्यहाँ होइन, खै त त्यहाँ त नम्बर 1 मा योगदान दिए पनि जेनजी हो कि होइन भन्ने कुरामा चाहिँ यति चाहिँ क्लियर गरिदिनुहोस् तपाईँहरूले पनि। हस् थ्याङ्क यू। हजुर हामी अलरेडी नै प्रेसिडेन्टसँग भेटिसकेको थियौँ 2 दिन अगाडि, उहाँसँग हाम्रो आधिकारिक टिम भनेर नै लिस्ट नै छ कि उहाँसँग नै, तर त्यो लिस्टलाई नै हाइज्याक गरेर अब को मान्छे आउनुभयो तपाईँहरूलाई थाहा हुन्छ होइन, त्यो मान्छेले प्रेसिडेन्टको मान्छेलाई कल गरेर हाम्रो टिम नै हो आधिकारिक, हामी नै आउँछौँ भनेर दबाब दिएपछि बल्ल प्राइम मिनिस्टरजी र प्रेसिडेन्टजी र आज जो पनि जेनजीहरू हुनुहुन्छ बल्ल आज उहाँहरूको दबाबले गर्दाखेरि नै यो मिटिङ भइरहेको छ भित्र। अब हेरौँ के हुन्छ। थ्याङ्क यू सो मच। तैँले हाम्रो खानु पर्ने तैँले खाइस् भन्ने कुरा पनि होइन, हामीले त हाम्रो माग सम्बोधन भएन, यतिका दिनसम्म सडक छौँ, 30औँ दिन 32औँ दिनसम्म छौँ, एटलिस्ट यो चिज त्यहाँ टेबल ठोक्नलाई भए पनि हाम्रो प्रतिनिधि हुनुपर्छ भन्ने हिसाबले हाम्रो नामहरू सारेको हौँ। त्यो नाम सारेकोमा त्यहाँनिर केही छलफलमा चाहिँ केही सेटलमेन्ट हुनुपर्ने कुराहरूमा त्यसमा हामी रेडी छौँ। अब अहिले बनेकोमा उहाँहरूले बनाउनु भएको छ, उहाँहरूसँग उ छैन, तर हामीलाई चाहिँ केही पनि जानकारी छैन कि हामीलाई चाहिँ कुन दिने, तपाईँहरूलाई कुन के कसो अथवा कता बस्ने हो, तपाईँहरूको माग के हो, छलफल के हो होइन, तपाईँहरूको चाहिँ समस्या के छ, केही छैन क्या। यो 4 जनाको नाममा तपाईँको आपत्ति छैन? 4 जनाको नाममा आपत्ति छैन होइन, तर आपत्ति छैन भन्दा गर्दाखेरि सबै उहाँहरूकै टिमबाट भरिने र शहीदलाई चाहिँ त्यसमा कुनै ठाउँ नदिने भन्दा। उहाँहरूको टिम भनेको कसको टिम? अब कसले बनाइरहेको छ मन्त्री? अब त्यो अब कसले भन्ने, अब यो अदृश्य शक्ति भन्नु भने पनि अब को भन्ने है, अब दृश्य शक्ति भन्नु भने कोही म भनेर आउनु, कहिले को अब शहीद परिवार कहीँ 5 जना जम्मा भयो कि 2 जना म जेनजी लिडर भनेर आइपुग्छन् होइन। फेस त यहाँ हामीले त 200 जनाभन्दा बेसी देखिसक्यो। अब यो कहाँबाट गरेको छ? हामीले त सरकारसँग गर्ने हो नि त। सुशीला कार्कीज्यू प्रधानमन्त्री हुनुहुन्छ, हामीले सरकारलाई त भन्ने हो, सरकारसँग हामीले चाहिँ त्यो दबाब दिएका छौँ। अरू बन्नु नबन्नुसँग हामीलाई मतलब भएन, जोसुकै बनाउनुहोस्, जोसुकै राख्नुहोस्। के हुनुहुन्छ सुशीला कार्कीको काम कारबाहीले कसरी हेर्नु भएको छ? उहाँको कार्यक्रम मलाई चित्त बुझेको छैन। उहाँहरू कारबाही क्याबिनेट आफै चाहिँ डाडो आफैसँग, पुणेमा आफैसँग, सबै आफैसँग, अनि तपाईँको कारबाही गर्न केही पनि नसक्ने, अनि सबै चाहिँ रिट हाल्नु पनि, शहीद परिवारले 10 चोटि रिट हाल्न जानुपर्ने, शहीद परिवारले
प्रशासन कार्यालय घेर्न जानुपर्ने, शहीद परिवारले आइजिपीलाई घेर्न जानुपर्ने, त्यस्तो किसिमले चाहिँ हामीलाई चाहिँ ढालको रूपलाई प्रयोग गर्नुभएको छ। प्रहरी कार्यालयबाट हिजो भर्खर प्रेस रिलिज गर्नुभएको छ। खापुङजीले चाहिँ बाध्यता बनाएर चाहिँ मलाई राजीनामा देऊ भन्ने त्यो भ्रामक समाचार भनेर भनेको छ। हामीलाई त्यो समाचार हामीलाई चाहिँ त्यो हामीले स्थापित गर्न खोजिएको छ। अनि कारबाही गर्नुपर्ने जिम्मा उहाँहरूको छोडे भएको त नसके भए यो कारण थियो, यसरी मैले कारबाही गर्न सकिनँ भनेर छोडे भएन त। हातबाट कारबाही के मेन गोली हाल्ने मान्छेले कारबाही गर्न सक्दैन, यिनीहरूले अरू के गर्छन् भन्ने आशा गर्ने भने कारबाही गर्न सकिँदैन यो सरकारले। अब खै के त सरकारै उनीहरू सबभन्दा हाइएस्ट पोस्टमा उनीहरू चाहिँ हामीले गरेको त होइन। जाँचबुझ आयोग गठन भएको छ, त्यो जाँचबुझ आयोग पछि बल्ल गर्ला कि सबै गठन भयो, प्रधानमन्त्री गठन भयो, गृहमन्त्री गठन भयो, जाँचबुझ आयोग गठन भयो, सबै चिज गठन भएको छ। उनीहरूले प्रहरीलाई दोष लाउने, प्रहरीले हामी छैनौँ भन्ने। अब प्रहरीले भन्यो बगैँचा प्रेस रिलिज जारी गरेपछि कि त गृहमन्त्रीले त्यसको खण्डन गर्नु पर्यो। हिजो तत्कालीन अवस्थामा गृहमन्त्रीले भन्नुभएको छ हाम्रो केही दोष छैन, हामीलाई केही थाहा थिएन, प्रधानमन्त्रीले केही थाहा थिएन, हाम्रो निर्देशनै दिएको थिएन, गोली चल्यो, कसले चलायो भनेर उहाँले प्रश्न गर्नुभएको छ क्या हिजो रमेश लेखकले। सुन्नुभयो? मैले त्यो चाहिँ सुनेन। अब हो यस्तो कुरामा यस्तो के छ भने व्यक्तिगतमा चाहिँ कसले गर्यो के गर्यो भन्ने कुरा भन्दा हामीले व्यक्तिगत तोकेका पनि छैन होइन। तर के छ भने छानबिन आयोग गठन भएको छ, सरकार गठन भएको छ, क्याबिनेट गठन भएको छ। चाहिँ नसक्नेलाई क्याबिनेटले फाल्ने अधिकार पनि होला, कसैलाई ल्याएर तान्ने अधिकार पनि होला, कसैले चाहिँ त्यो छानबिन आयोगले गठन गर्दैन भने त्यसको ट्याकलमा अर्को आयोग गठन गर्ने त अधिकार पनि होला। कसलाई के गर्नुपर्ने सबै चिज उहाँसँग छ त। हामी त सडकमा छौँ, हामीसँग के छ र हामी त उहाँहरूको भरमा पो परेका छौँ त। तपाईँहरूले भड्कालेमा कसले हाल्दै सबै कसले गर्दाखेरि चाहिँ तपाईँहरू खाल्डोमा पर्नु? हामीलाई त खाल्डोमा भन्दा पनि हामीलाई त यो न्याय नै पाएन। फर्स्ट कुरा कसले गर्दा यो अब कसलाई दोष दिने? काङ्ग्रेस एमालेको सरकार भयो, उनीहरूले चाहिँ गरे, हामी भनेर बाहिर सडकमा विरोध गर्न नै हुन्थ्यो। अब हाम्रै रगतबाट बनेको सरकार छ, हाम्रै रगतमा लतपतेको कुर्सीमा बस्नु भएको छ। अब त्यो उहाँहरूले गर्नु भएन, कसलाई दोष दिने? अब कर्मचारीलाई दोष दिने, हाकिम माथि हाकिम टेबलमा बसेर चाहिँ कर्मचारीले गर्ने भन्ने मिल्छ? उहाँहरू हो नि त सबै। अब त्यो के मन्त्रीभन्दा माथि राष्ट्रपति नै हुनुहुन्छ, क्याबिनेट छ, क्याबिनेटभन्दा ठुलो त केही पनि छैन, हुँदैन होला क्याबिनेट। तपाईँले राष्ट्रपति माथि छ भन्नुभयो, कतै राष्ट्रपति र संविधानकै कारणले गर्दाखेरि तपाईँ थप समस्यामा पर्या त होइन? अब त्यही त यो सबै चिज राजनीति चाहिँ हामी सबै अब यो भित्री कुरा त हामी अब प्रधान न्यायाधीश जस्तो मान्छे हुनुहुन्छ प्रधानमन्त्रीमा, अधिवक्ता जस्तो मान्छे हुन्छ गृहमन्त्रीमा। अब उहाँहरू जस्तो उहाँहरूभन्दा बिके को होला र? सबै देखेको बुझेको भएको मान्छे। अब उहाँहरूबाट हल्लिसिँदैन भने त अब के साक्षात देउतै आउनुपर्ने भयो यहाँ त यस्तो हेर्दाखेरि त होइन। यो 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 एकदम हामीप्रतिको मजाक भइरहेछ है। हामी बाहिर रोइरहेछौँ, अब कारबाही भएको छैन, छानबिन आयोग गठन गरिएको छ, सबै चाहिँ कि यति दिन लाग्दैछ, यस्तो यस्तो हुँदैछ भनेर एउटा भनिदिनुहोस् न, ट्रान्सपेरेन्ट गरिदेऊ न त। यहाँ समस्या आयो, यहाँ रोकियो, यो कारणले रोक्यो, संविधानको यो धाराले रोकियो, ट्रान्सपेरेन्ट गरिदेऊ न त। केही आउँदैन, छानबिन आयोगको केही आउँदैन, गृह मन्त्रालयबाट केही आउँदैन। उसले प्रहरीलाई दोष दिन्छ, प्रहरीले रिलिज गरिदिइसक्यो, हाम्रोबाट केही छैन, हामीले गरेका छौँ भनिरहेछ। अब चाहिँ अनि हामीले कसलाई भन्न जाने, कसलाई? यहाँ त यस्तो दुविधा गाह्रो छ। आफ्नो फेसबुकको स्ट्याटस हालिसक्नु। उहाँले के भन्नुभएको छ भने हाम्रो जुन वार्ता टोलीको टिम छ त्यहाँबाट हामीले आधिकारिक मानेर उहाँलाई स्वीकृति दिएनौँ, उहाँ मन्त्री बन्दिनँ भन्नुभएको छ। उहाँले त्यो स्ट्याटस गरेर हेर्नु होला। उहाँले हामीसँग संवाद गर्दै गर्दा भन्नुभयो मलाई थाहा छैन भनेर भन्नुभयो। के थाहा छैन भन्नुभयो? म मन्त्री बन्दैछु भन्ने मलाई थाहा छैन भन्नुभयो। त्यो कुरा मलाई थाहा भएन, तर हामीले चाहिँ स्ट्याटस मार्फत देखेको हाम्रो वार्ता टोलीभित्रबाट सहमति भएन भने म बन्दिनँ भन्नुभएको छ उहाँले। र अर्को कुरा म के भन्न चाहन्छु भने त्यो भित्र जतिजना 21 जना छिर्नु छ उहाँहरू निस्किसकेपछि क्याप्चर गर्नु होला कुन आधारिकताले उहाँहरू भित्र छिर्नु भयो। उहाँहरू वार्ता टोलीको नाम लिस्टमा उहाँहरू कहाँ हुनुहुन्छ भनेर खोज्नु होला। यी 4 जनाको नाम सिफारिसमा चाहिँ तपाईँलाई सहमति छ? मलाई कसैमा पनि सहमति छैन। हामी विरोधमा छौँ। 4 जना मध्ये कोही पनि बन्दा छैन, हामी विरोधी छौँ। किन? यो सबै हाम्रो अमेरिकाले लाने हो, यो देश हाम्रो नेपाल अमेरिकाले बेच्ने हो, यो देश विभिन्न एनजिओ आइएनजिओ का मान्छेहरूले गरेर के भन्छ विदेशी दलालहरूले हाम्रो देश लगेर बेच्ने हो। यो विदेशी दलाल छिरेको छ यहाँनिर, यति भएपछि बुझ्नुहोस्। भनेको ती 4 जनाको नाम पनि सबै तपाईँले देख्दाखेरि विदेशी नै हो भन्ने लाग्छ? म सबैलाई भन्दिनँ, त्यहाँनिर 2-3 जनाको नाम छ, तपाईँहरू पनि चिन्नुहुन्छ होला। नथाहा पाए जस्तो नगर्नुहोस्, उहाँहरूको हिस्ट्री ब्याकग्राउन्ड गरेर खोताल्नुहोस्, अनि त्यसपछि हामी बोल्छौँ। हामी पुरै टिम राखेर बोल्छौँ, म एक्लैले बोल्दिनँ। तपाईँलाई लागेको हाइज्याक भनेको अरू विदेशले चाहिँ हाइज्याक गर्यो, यति बेला मन्त्री परिषद नै विदेशीको इसारामा बन्दैछ भन्ने तपाईँको आरोप? त्यो त मैले आरोपै होइन नि, तपाईँहरू खुलस्त देखिराख्नु भएको छ नि। यो कुरा त मैले आरोप लाउने कुरै होइन। प्रत्यक्ष जनताले, नेपालीहरूको जति जनता हुनुहुन्छ सबैजनाले देखिराख्नु भएको छ के भइरहेको छ भनेर वार्ता टोलीमा। त्यही भएर म अरू केही पनि बोल्न छैन। त्यो 21 जना निस्किसकेपछि कहाँ छ तपाईँहरूको वार्ता टोलीमा नाम? तपाईँहरू जेन्जी हो कि होइन भनेर प्रश्न सोध्नु होला उहाँहरूलाई गएर। म यति नै भन्न चाहन्छु। धन्यवाद। आजको वार्ता टोलीले खोइ त एजेन्डा सार्वजनिक गरेको? भित्र गए के कुरामा छलफल हुँदैछ? कसरी मेरो मान्छेलाई मन्त्री बनाउने? मन्त्री त 4 जनाको नाम आइसक्यो त, हेर्नु भयो तपाईँले? मन्त्री नाम आउँछ नि, अब कसै फाउन्डेसनले नाम दिएर हुन्छ, को काउन्सिलको मान्छे मन्त्री दिएर हुन्छ? जेन्जी समर्थन हुनु पर्यो नि त, जेन्जीले मान्नु पर्यो नि त। सामाजिक क्षेत्रमा उहाँहरूको योगदान छ, क्रियाशील हुनुहुन्छ, सामाजिक काम गर्नुहुन्छ उहाँहरूले।
के दाइ त्यस्तो भन्ने बित्तिकै काउन्सिलको मेम्बर फाउन्डेसनको मेम्बरलाई मन्त्री बनाएर हुन्छ? यहाँ अहिले कुन हाम्रो जेनजीको माग भएको छ? तपाईँ यसो विचार गर्नु, जेनजीको 76 जनाको बलमा टेकेर यो सरकार बन्नु, तपाईँ आफै महसुस गर्दै जानु हाम्रो उतोमा काम भइरहेछ त? तपाईँ आफै भन्नु न, हो कि न भन्नु त? यो हाम्रो बलमा भएछ नि हाइजेक भयो भने तपाईँको धारणा स्पष्ट? त्यस्तै नै हो। सुदन गुरुङ अस्तिसम्म पानी बाँड्दैछु भन्दै हुनुहुन्थ्यो, आज आएर नेतृत्व गर्छु, म प्रधानमन्त्री बन्छु भन्दै कहाँबाट हुन्छ हौ? अस्तिसम्म त उहाँले के भन्नुभयो? उहाँको कार्यलाई म एकदम सम्मान गर्छु, सुदन दाई हजुरप्रति म एकदम सम्मान गर्छु। हजुरले आन्दोलनको बेला पनि नेपाली जनतालाई पानी बाँडेर भए पनि त्यहाँ साथ सहयोग गर्नुभएको छ, यसलाई म के दुई मत कसुरै राख्दिनँ। हजुरलाई म एकदम सम्मान गर्छु दाइ, तर तपाईँ नेतृत्व होइन त हौ दाइ, तपाईँ जेनजी होइन नि, यहीँबाट तपाईँ सुनिदिनु होला। तपाईँ जेनजी होइन? होइन तपाईँ यहाँ जेनजी भनेर गएछन्, जेनजी भन्दा जेन एक्स जेन वाई गइरहेछन्। या खोइ त तपाईँ एउटा कुरा विचार गरौँ, उहाँले त एजेन्डा हामीले यो राखेको छौँ है, भोलि जाँदैछौँ भन्ने, उहाँले त आफ्नो उतो गर्न गइराख्नु भएको छ जस्तो लागिरहेछ। उहाँले त हामीलाई माग्दैछन् हामी यो कुरा गर्न जाँदैछौँ, ल हुन्छ है, यो कुरामा हामी भित्र छिरेको, हामी 21जना यो कुरा मात्र गर्छौँ, अरू केही कुरा गर्दैनौँ, यो सम्बोधन गरेर आउँछौँ भनेर जाने हो नि त। उहाँहरू त 21जना जाने, सुइया जाने, भेट्ने, अनि त्यसपछि उहाँले भित्र के कुरा गर्दै हुन्छ हामीलाई कसरी थाहा भयो? हामीलाई एसेस छ? तपाईँलाई थाहा छ? भित्रबाट आएर के तपाईँलाई जे पनि भनिदिनु भने के पत्याउनुहुन्छ? हामीलाई एसेस त हुनु पर्यो नि त। मेरो भोलि यो कुरा प्रतिनिधि पनि छ अरे नि त त्यहाँ, प्रवेशजी हुनुहुन्छ। हाम्रो प्रतिनिधि चाहिँ बहिष्कार गर्न गएको हो क्या? मेरो प्रतिनिधि भन्यो नि, हाम्रो जेनजीको प्रतिनिधि भन्नु कस्तो तपाईँले मलाई उयो गर्न खोज्नुभएको? मेरो प्रतिनिधि नभन्नु न, हाम्रो जेनजीको प्रतिनिधि हो प्रवेश दाहाल भनेको, मेरो प्रतिनिधि होइन। दाइ खोटाङको म विराटनगरको कहाँबाट मेरो प्रतिनिधि हो? तपाईँको समूहको? या त समूह छ नि जेनजी भने? यो समूह होइन, यो समूह आफैले बनाउँदैछ, यो समूह होइन। जेनजी सब हामी एक हो, जेनजी सबै एक हो, जेनजी सबै एक हो। जेनजीहरूको माग एउटै हो, जेनजीहरूको जेनजी मात्र नभने आम नेपाली जनताको माग एउटै हो, देशमा समृद्धि, सुशासन, आर्थिक स्थिरता, राजनीतिक स्थिरता सब चाहिएको हो नि त। हाम्रो माग त यो हो नि त। हाम्रो तपाईँ यसो एउटा विचार गर्नु, अहिलेसम्म जति पनि आन्दोलन भयो, आन्दोलनमा के थियो भने हामी हामीलाई नेतृत्व चाहिन्छ है भनेर आन्दोलन थियो। अहिलेको आन्दोलन भनेको अस्तिसम्मको हाम्रो एजेन्डा भनेको भ्रष्टाचार विरुद्ध यो छ नि त। यो एजेन्डा भनेको हामीले नेतृत्व होइन, सरकार बन्नु पऱ्यो, राम्रो सिस्टम आउनु पऱ्यो, राम्रो नीति आउनु पऱ्यो, राम्रो कार्यान्वयन हुनु पऱ्यो, भ्रष्टाचार अन्त्य हुनु भन्ने। अहिले त के भएको छ नि, यो जेनजीहरू यो भित्रभित्रबाट छिरेको जेनजीहरूले म मन्त्री बन्छु, म यो गर्छु भन्ने मात्र भएछ। यो सब घुसपेट भएको यो असली जेनजी होइन। जेनजी भनेको त आफ्नो माग राख्ने हो क्या। असली जेनजी यहाँ छ होइन? म जेनजी भनेको म जेनजी हो, म छु त 31 दिन भइसक्यो अहिलेसम्म फिल्डमै छु। नेता चाहिँ हो कि होइन? म नेता होइन, म जेनजीको मागलाई सम्बोधन गर्न मात्र बसेको मान्छे। धन्यवाद धन्यवाद। नेताहरूलाई बोलाएर तपाईँ हामी निर्वाचनमा जान चाहन्छौँ भनेर उहाँहरूले बोलाइरहनु भएको थियो होइन? तर यो सरकार सुशीला कार्की आफैले के भन्नुभएको छ भन्दा जङ्गी अड्डाको बाहिरबाट निस्किरहँदाखेरि म 6 महिनाभन्दा 1 दिन पनि यो सरकारमा बस्दिनँ भनेर भन्नुभएको छ होइन? त्यो भनिरहँदाखेरि यदि यो 6 महिनाको लागि मात्रै चल्ने सरकार हो र 6 महिनामा यदि यसलाई निर्वाचन गराउने म्यान्डेट छ भनेदेखि आजको दिनसम्म महिनौँ बितिसक्दाखेरि पनि किन मन्त्री परिषद गठन हुन सकेन? यदि यो सरकारले 6 महिनाभित्र निर्वाचन गराउने हो भनेदेखि त यसले त 10-15 दिनभित्र मन्त्री परिषद टुङ्गाउनु पर्ने हुन्थ्यो होला। यदि यो सरकार 5 वर्षको लागि 3 वर्षको लागि चल्ने सरकार हो भनेदेखि यसले 6 महिनासम्म पनि मन्त्री परिषद गठन गर्न पायो, त्यसमा कुनै पनि आपत्ति छैन। तर 6 महिनाभित्र चुनाव गराउनु पर्ने म्यान्डेट भइरहँदाखेरि होइन, जुन पार्टीहरूलाई विश्वासमा लिनुपर्ने थियो, यदि पार्टीहरू विश्वासमा नआइकन निर्वाचनमा जान सम्भवै छैन, अहिलेसम्म विश्वासमा लिन सकिरहेको छैन। दलहरूसँग संवाद गर्ने संयन्त्र के हो होइन, उहाँहरूले त्यो पनि देखाउनु भएको छैन। र अहिलेसम्म उहाँहरू आफैले के भनिरहनु भएको छ भन्दाखेरि हामीले चाहिँ कुन म्यान्डेटमा जाने भनेर हामी कन्फ्युज छौँ भनिरहनु भएको छ। अर्कोतिर हाम्रै साथीहरू जो हुनुहुन्छ होइन, उहाँहरूलाई आई डोन्ट नो उहाँहरूलाई के भाष्य पढाइरहेको छ वा उहाँले कसको इसारामा यो सब कुरा बोलिरहनु भएको छ। उहाँहरू अहिले के भन्दै हुनुहुन्छ भन्दाखेरि रिफर्मेसन होस् अनि बल्ल हामी चुनावमा जान्छौँ भन्नुको अर्थ के हो त भनेको उहाँहरू रिफर्मेसन नभइकन चुनावमा जान्नौँ भन्नुको अर्थ हामी चुनाव गर्दैनौँ भनेको हो नि त। त्यो हुँदाखेरि हामीले खोजेको र हामीले चाहिँ के खोजेका थियौँ त भन्दाखेरि हामीले चाहिँ भ्रष्टाचार मुक्त देश खोजेका थियौँ होइन, हामीले त सुशासन खोजेका थियौँ। मैले एउटा प्रश्न गरेँ अन्तिममा, तपाईँले प्रश्न मैले गर्नु नै पर्छ, किन नगर्दाखेरि चाहिँ यसले यो प्रश्नले यो आन्दोलनलाई न्याय चाहिँ पाउँदैन। जेनजी आन्दोलनलाई राजनीतिकरण गरिने भनिन्छ। तपाईँसँग मैले अहिले कुरा गरिरहँदाखेरि तपाईँलाई भन्दा अगाडि मैले भेट्ने बेलामा तपाईँ चाहिँ कुनै राजनीतिक दल भएर तपाईँ
चाहिँ लागिरहेको मैले भेटिरहेको छु। आज तपाईँ जेन्जी आन्दोलनको अगाजमा भनेर आइरहेको छ, तपाईँले पनि त राजनीतिकरण गर्न खोज्नुभयो कि? यस्तो हो सर, हजुर धन्यवाद यो प्रश्न गर्नुभयो होइन। मैले धेरै ठाउँमा यो प्रश्नको उत्तर पनि दिइरहेको छु। पहिलो कुरा त के हो भन्दाखेरि हिजोको दिनमा पार्टीभित्रै बसिरहँदाखेरि पनि मैले विभिन्न मुद्दाहरूमा म विद्रोह गर्दै आएको मान्छे हो होइन। र तपाईँले मलाई यो प्रश्न गरिरहँदाखेरि चाहिँ म के भन्न चाहन्छु भन्दा मैले अघि पनि भने सेप्टेम्बर 6 देखि यो आन्दोलन सफल बनाउनुपर्छ भनेर म हरेक मिटिङमा छु, म विभिन्न ठाउँमा मिटिङ बसिरहेको छु भनेपछि म हरेक मिटिङमा यो आन्दोलन सफल बनाउनको लागि म लागिरहेको थिएँ होइन। सेप्टेम्बर 8मा पनि म आन्दोलनमा गएँ, म आफै पनि मलाई पनि अन्याय हुन्छ के यदि म यो यस्तो हो कि यदि म सेप्टेम्बर 8 पछि जति घाइते भइसकेपछि मैले म कुनै दलमा छैन भनेर मैले भनेको भएदेखि म कुनै राजनीतिक लोभ लालचाले लागे कि भन्ने प्रश्न गर्न मिल्थ्यो होला। तर त्योभन्दा अगाडिदेखि नै म यो आन्दोलन सफल बनाउनको लागि लागिरहेको छु भनेपछि तपाईँहरूले मलाई यो प्रश्न गरिरहँदा म जस्ता धेरै मान्छेहरूमाथि अन्याय हुन्छ कि जसले चाहिँ आन्दोलन सफल बनाउनको लागि चाहिँ दिनरात खट्यो। के मैले गोली हानेर मलाई मारिएको हो भएदेखि चाहिँ म साँच्चीकै विदाउट अपर्च्युनिटी यो आन्दोलनमा लागेको प्रमाणित हुन्थ्यो? यदि हो हुन्छ त्यही कुराले प्रमाणित हुन्छ भने ल अहिले नै गोली हानेर मारियोस् न त। म त्यो भन्न चाहन्छु कि अनिवार्य निशर्त